एउटा एक्लै हिँडे के हो सँगै हिँडे यात्रा सफल चुनौती छन् कति मिलेरै हुन्छन् ती हल भन्ने किसिमको भन्नुभएको छ र यो एउटा सामूहिक रूपमा गरिने काम हो। पक्कै पनि हामीले अहिले जति पनि कुरा भए सम्भवतः सबैलाई एउटा आत्मसात छ या त्यही नै कुरा छ जस्तो लाग्छ, दृढ भएको जस्तो लाग्छ। जो शिक्षा सहकारी सम्बन्धी शिक्षाको अभावका कारण यो चाहिँ राम्रोसँग जान सकेन भनेर स्वीकार्य भइसकेको छ र त्यसमा पनि विशेष गरेर अहिले भर्खरै के अरे डिभिजन सहकारी कार्यालयका प्रमुखजीले पनि त्यसलाई स्वीकार गर्नुभएको छ। केही शिक्षाको कमी भनेर भन्नुभएको छ जो सहकारी शिक्षाको लागि। यहाँतिर हामीले त्यो स्वीकार गर्दैछौँ र यो जुन अहिले तपाईँहरूले ल्याउनु भएको छ यो सहकारी मन्थन जुन के अरे हाम्रो सहकारी नेपाल.com भनेर ल्याउनु भएको छ, यो कति सान्दर्भिक छ अहिलेको अवस्थामा, जो कि सहकारी शिक्षा नै उनीहरूले पाउन नसकेका अवस्थामा यसले कतिसम्म त्यो ग्रामीण क्षेत्रका जुन व्यक्तिहरू छन् जो सहकारीप्रति आस्थावान छन् तिनीहरू कहाँ कतिसम्म पहुँच पुर्याउन सक्छ, यसमा तपाईँहरूको भनाइ के छ भन्ने किसिमको?